गत शुक्रबार असार 26 गते पशुपति गएको अनि त्यसपछि विभिन्न ठाउँबाट घुमेर भारतीय पर्यटकहरू आउनुभएको रहेछ। उहाँले भन्दै हुनुहुन्थ्यो यहाँ अलि महँगो रहेछ चियाहरू त 5 रुपियाँमा पाउने, 25 रुपियाँमा लिने भनेर भन्दै हुनुहुन्थ्यो। अनि चाहिँ मैले कस्तो छ नेपालीहरू धेरै राम्रो यहाँ भनेर भन्दै थिएँ। अनि मान्छे यहाँको वातावरण एकदमै राम्रो रे। अनि अझै मुक्तिनाथ अनि पोखरा अनि विभिन्न ठाउँ घुमेर चाहिँ काठमाडौँ आइपुग्नुभयो। अनि काठमाडौँबाट अनि घुमेर स्वयम्भू असमबाट सामान किनेर अनि त्यसपछि पशुपति के अरे जनकपुर अन्तिम यात्रा जनकपुर हुँदै अनि उहाँहरू भारत महाराष्ट्रबाट भारत फर्किने भन्दै हुनुहुन्थ्यो। जस उहाँको अनुभव अनुसार नेपाल एकदमै राम्रो। अलिकति मुक्तिनाथ क्षेत्र जाने बाटो चाहिँ अलि डरलाग्दो भएको हुँदा अलि दिक्कत लाग्यो र बाटो पनि राम्रो नभएको गुनासो गरे उहाँहरूले। अन्त सबै भनेर मलाई अनुभव छ। बहुत अच्छा। किधर किधर कच्चे टाइम घूम गए आप? आप कितने किधर के हो? महाराष्ट्र के। सब लोग महाराष्ट्र के हैं? अच्छा, बहुत खुशी लगा। जैसे हमको भी खुशी हो गया मिलके हम भी